लु लु 77वटै जिल्लाको गफाडीहरूको सुनियो गफ बदम फर्सी नरिवल अलैँची भने केही नयाँ छैन के साह्रो गर्न सकेको बकवास लु भयो उताको कुरा छोड अब म सुनाउँछु हाम्रो सिन्धुलीको इतिहास सिन्धुली गढी छुट्टै छ सान भाषा र संस्कृति हाम्रो पहिचान विदेशीसँग बेच्दैन इमान हिँडेको छौ कहिले सिन्धुलीको बाटो हिँडेको भए त देखेका होला नि झागाझुली रातबाट सेल्फी डाँडाको त्यो रातो माटो सोच त एकचोटि त्यहाँको माटो किन रातो होला के हेर्न हो हाम्रो बाबुबाजेहरूले विदेशी दुश्मनको बगाएको थियो अरे रगतको खोला त्यही भएर भएको रे त्यहाँको माटो रातो गक्कै छैन अहिलेसम्म रगतको टाटो अनि साँच्ची झापाली लक्ष्मण टोल्टी अरूलाई होमवर्क दिएर तिमी चाहिँ के साह्रो लुकेको सोलुसन नभेटेर थियो कि क्या आफै कोमातिर पुगेको 1 महिनापछि सकि नसके आएर किन होला त्यसरी टिकटकमा भुकेको तिमीहरूलाई उडाउँछ हावा उन्डारीले अरे गफ पनि कस्तो त यसो हेर्दा त तिमी आफै अफ्रिकाबाट हावामा उडेर झापामा झरेको जस्तो छ झापाली ब्रान्ड भन्नेहरूलाई पर्ला है पिर साह्रै पातलो रहेछौ थोरै टाइट खाने गर फेरि मैले फुक गर्दा उडेर सिधै पुग्लाम नि अफ्रिकाको कङ्गोतिर चन्द्रमामा हाम्रो चाँदीको दोकान सूर्यमा हाम्रो सुनकै गोदाम खेतबारी भरि हिरा छ जिउडाल पुरै मिला छ झापाली होइन मकनपुरे हेर मकनपुरे के कम बेस्ट अफ दि बेस्ट त मकनपुरे नै हो एकदम 5 थरे लिम्बुरी मगर्नी सिन्धुली काबुमा राख्दै सिक उत्तौली रहर धेरै फुरफुर नगर किमजोङको सहर बेला बेला पड्किन्छ बम र बिजुली तर मकनपुरेलाई चाहिँ छुट हामीले हो टाँसेको थियो गणेशको टाउकोमा हात्तीको सुट छेउमै छ चितवन बगेको त्रिशुली भाडा मात्न बोलाउँछु बलिउडको हिरोनी मकनपुरे हामी इज दामी हामीलाई कसैको बालै नलाग्ने सुनको मकै त थालैमा खानी रागालाई एक सपमा ढालेछ धरती नामै छ काफी राजेन्द्र खड्की हेटौडाको जनताले थार गाडी चढ्छ हेटौडा नाका अम्बानी टाटा मोतीको चामलको बिरयानी पाक्छ 3 नम्बर प्रदेशको राजधानी भएको छ सामानको डेलिभरी रकेटमा बच्चा बुच्ची गन बोक्छन् पकेटमा नपत्या होला बगाउँछ खोला हामी चाहिँ खोलामाथि नै सवारी डल्फिनमा संसारमा हामी जस्तो भाग्यमानी कहाँ छ समुद्र जत्रो त कुलेखानी ताल्छ सर्पको नङ त कैचीले काट्छ जङ्गली बाघ त भैँसीले मार्छ रियल कुरा गरेको बच्चा बुच्ची डरायो साँच्ची पो भनेको बाटोमा गुडेको गाडी त हरायो बिलगेट्सको टाउकोमा मकनपुरे ब्रेन किस्कन्डी किडन्याप भीमफेदी जेल भूतसँग खेल बायोपङ्खी घोडा छ चाहिँदैन रेल डाइनोसरको के कुरा त्यो एउटा कथा हो ऐरावत हात्ती त मैले नै ढला हो रावणले दान दिएको सुनेको लङ्का तिमीहरू जस्तोले दुखै त गर्छ लास्ट एउटा ल बुर्ज खलिफा अनि त्यो गनेरै नभ्यो भने त दुबईमै गर्छ पैसा त हाम्रो रुखैमा फल्छ 5 थरे 13 थुमे सिन्धुली झापाली बल्ल त आयो भोजपुरीको पाली थाहा छ नि तिमीलाई खुकुरी हाम्रो सानमा पर्छ चाँदीको दरबार त दान गर्छ धान त हाम्रोमा 1000 थरी फल्छ घाम त हाम्रोमा रातभरि फल्छ थाहा छ कि छैन अर्बको बिटो खुट्टाले किच्छ रुद्राक्ष त हाम्रो खर्बमा बिक्छ चाइनिज त हाम्रो खेताला आउँछ गोठालो गर्न डोनाल्ड ट्रम्प आउँछ ब्राजिलले पानी भोजपुरबाट लग्छ खोला त हाम्रो घर घरमा बग्छ एयरपोर्ट जता त हाम्रो फुलबारी हुन्छ सुनको गाख्री घरबारी हुन्छ हिरा त हाम्रो तोरीको बोटमा पैसाको पोका गल्ली र रोडमा 5 कक्षा त हाम्रो गर्भमा पर्छ 7 वर्ष लाग्दा सगरमाथा चढ्छ 2 गेडा सुन्तलाको 80 लाख पर्छ 1 गेडा माइजीले त उल्टुर खर्च रकेट त हाम्रो गोजीमा हुन्छ कसैलाई चन्द्रमा जानु परेमा भोजपुरीको खोजीमा हुन्छ सक्छ त सक्दैन नि झापाली भन्दा हामी इलामेली के कम इलाम त हाम्रो नेपालकै ब्रान्ड चिया र कफी त झन् इलामकै सान अदुवा र अमृतसर धोरीमै फल्छ साग र इस्कुस त गाईलाई खोले घिउ र छुर्पीले काठमाडौँ खाए अलैँची त हाम्रो जुठेलामै हुन्छ पैसा त हाम्रो पात पातमा जरा जरामा हुन्छ